हाई गाइस, हामी चाहिँ बिहान बिहान उठेर यहाँ चाहिँ खाजा खाइरहेको छौँ साथीहरूसँग। हेर्न सक्नुहुन्छ चटपटे चिया बनाएर खाएको हामी चाहिँ। अनि यता दिक्कुहरू बोजू खाजा खाँदै हुनुहुन्छ, उहाँहरू पनि। हामी पनि यता खाजा खाँदैछौँ, हेर्दै गर्नुहोला। फोटो खिचेको नि तल गरेर देखाउनु। किन खिच्नु फोटो? यो अब भाग्यमानले मात्रै दिक्कु हेर्न पाउँछ यस्तो घर नि। आज भोलि त पुरानो स्टाइलको घर हो क्या। मिस बिन्नु नचुन्दुरिएको निकालिदिन्छु बाजे। हजुर दिको ओ मनिरा बुवाले नि यो चाहिँ दुर्गेपा बाजे भनेर देखाइदिनु। खाजा खाइसक्यौँ। आऊ 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 मेरो टोलीहरू। हामी चाहिँ बिहान बिहान खाजा खाएर कोमा आएर अब हामी चाहिँ तल कुवा छ त्यहाँ चाहिँ पानी थाप्नु जाँदैछौँ है साथीहरू। आऊ त छिटो। अब तर ओइ बाटो त यस्तो पो रहेछ आज भोलि त। अबे हेलो गर त। हेलो। म चाहिँ एक डोको पेप्सी बोक्ने। हामी याहु बाटो चाहिँ तल छ। बाटो चाहिँ यस्तो छ यहाँ। पर पारी यस्तो छ देख्न सक्नुहुन्छ। मेरो साथीहरू आउँदैछ यहाँ माथि। पहिला सानोमा यता अब बस्दाखेरि म एक्लै यहाँ पानी थाप्नु जान्थेँ। कुटु गए आउँथे। अनि बास यत्रो यस्तोमा म पहिला आफै आउँथेँ त। साथीहरू के कुरा गर्नुहुन्छ। यहाँ ओखरको बोट पनि छ। उहाँ ठुलो यहाँ म पानी थाप्न आउँदै ओखर कति टिप्थेँ त। ए तल पानी देखिन्छ ऊ चोरो रो 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 रो। ओखर पाइँदैन के? अरेन्ज बारी ए खालडाँडामा पर। हामी चाहिँ के बिहान बिहान यता पनि हेर्दै आउनु भनेर हामी चाहिँ यहाँनिर टक्कसँगले होइन सबै ग्याङै आएको के। ओखर खोजेको भेट्यौ? ओखर भेट्यौ? छैन? हामी गएर पानी थाप्दै गर्छौँ ल। ओइ आऊ है पानी थाप्दै गर्छौँ। कसम यस के यस भन्छ त जुनु के गर्नु। सबै इङ्ग्लिस ढाक्ने मात्रै हामी नेपाल पऱ्यौँ र के। छु साथीहरू तर कति वर्षपछि आइयो नि यहाँ। हेर्नुभयो यहाँ धारा खान्छ। पहिला जस्तो थियो त्यस्तै रहेछ। पहिला जस्तो थियो त्यस्तै छ। आछु धुँदै आछु।
पानीको हाको यता नि यहाँ सबै यहाँ बस्नु बजारी के टोकमा लगाला भन यो पानीको नालीको काफ होला ओहो मेरो फोन खोइ दाजु यहाँ ल्याउनु न यो कति सालीको यति मात्रै जमेको छ यति मात्रै जमेको छ ल्याउनु यता ल बसा भने होला त्यस्तै हो भाइ पोखाल्ने रे सफा ले टिप्दैछ यहाँ टिप्छ अलिअलि माथि भन्दा चिज छैन भने दाया त अब हामी चाहिँ पानी भरिसक्छौँ अनि त्यसपछि भेट्नुपर्छ है हामी लाग्यो यहाँ तलदेखि अब भरेर मैले चाहिँ यहाँ 2टा पेप्सी बोकेको छु माथि पुगिसक्यो मेरो यसले चाहिँ यति बोकेको छ अघि धेरै थियो अहिले यति मात्रै त्यस्तो त बाँडेर सपना खोइ किन गएको आछु छु 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 मेरो चाहिँ 2टा भारी अरू सबैजना 2-2वटा बोकेर जाँदैछन् अगाडि त्यो लाठी मर्म काठी गयो ल अब हामी एकैचोटि घर पुगेर देखाउनु छौँ हामी चाहिँ फाइनली घरमा आइसकेर पनि यहाँ अब तपाईँहरूलाई एउटा स्पेसल देखाउनु गइरहेको छु है आऊ मेरो साथीहरू आऊ त आऊ टोलीमो याहु हिमाल अनि यस्तो क्लियर गरेर देखाऊँ भनेको त देखिँदैन पो रहेछ ल यतापट्टिको त खोइ हिमाल छैन त पुरिलाको बादलले ला हो तर यत्रो चुचुरोमा देखिँदैछ ऊ पर यहाँकै मात्र यो चाहिँ सगरमाथा हो कि कुम्भकर्ण यो चाहिँ सगरमाथा पनि देखिन्छ त यहाँदेखि ऊ त पल होला साँच्ची पनि सगरमाथा र कुम्भकर्ण यहाँदेखि देखिन्छ पाँचथरदेखि साँच्ची पनि हो साँच्ची पो त दादा कस्तो विश्वास नगरेको हौ विश्वास नगर्ने मान्छेलाई म कुटेर यो के को बोट चिन्नु भयो औषधि पो त आऊ न आऊ कान्छी ब्रस पनि नराखेको छ बनाइदिन्छु भिडियो बनाइदेऊ त कति देखाउनु बस्ने ठाउँ तर एकछिन छ सगरमाथा पनि देखिँदैछ नि पर देखिँदैछ सगरमाथा यसले दाइदैन बेबी सगरमाथा हेर्नु पाइयो यो भाँच्यो भने कसरी बनाउने त्यहीँ छ जस्तो नि यहाँदेखि त हेर्दाखेरि अर्को चाहिँ भएको तर ऊपर हेलिकप्टर यो त रातो हेलिकप्टर कति ओरदोर गरिरहेको छ खोइ रातो सानो होला नि हाम्रो घरदेखि अस्ति देखिरहेको थियो हेलिकप्टर नेताहरूको गाडी यस्तै हो यहाँ त जेठा दिक्कहरूको घर यो माइला दिक्कहरूको घर पर मूल घर छ कोमाहरूको अब जाने यता फेरि कोमा आऊ है आऊ ल ऊ बाख्राहरू पनि छ त हो के गर्दैछौ ए यहाँ माथि जाउँ न ल हुन्छ यहाँ माथि ल्याउँदैन यहाँ माथि हेरेको छु नि यस्तो देखिँदो रहेछ यहाँदेखि चाहिँ
होला थोरै यहाँ माथि ऊ राख्नु भएको रहेछ ए ल आइज 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 हजुर आइज न हेर न तोरीबारी कस्तो राम्रो देखिएको हिमाल पर देख्न सक्नुहुन्छ र यहाँ छ हेर कोमा अगाडि अगाडि हिँड्दैछ आउ न खै दुईजना किन होइन हामी त यता मात्रै डुल्ने टिप ल ल ल कोकु तिनीहरू चाहिँ कहाँ जानुभयो दिनी हो घाँस काटेर उसो घर लिपि दिनुपर्ने आज कसको लिपि दिनुपर्ने बाजेहरूको बुजुहरूको लिपिदिनु रे घर लिप्नुपर्ने आज मलमताहरू सार्नु उफ पर हिमाल झन् नजिक यताको चाहिँ छोपे छ नि ऊ परको छोप्यो नि उखुम्रो त्यहाँ हिमालको कति वर्ष पुग्नुभयो खोइ कति पुग्दैछ आँखा त तेजिलो रे तिमीलाई फुर्तिलो रे लाउनु कोमा ल अब कोमाले आज हामीलाई गाउँ घुमाउँदै हुन्छ तोरी हेर कति मजा फुलेको के कोदो फुल्यौ बारी झन् तलतिर जाउँ भनेको पारेतिर कतातिर भोलि मात्रै फर्क भनेको तल काम छ हौ कोमा ओ खै म त होस् न त त्यो काम आया त्यो एक दिन काम छोड्दा के हुन्छ दिनुपर्ने छ त्यहाँनिर उनीहरूको के सामानहरू त्यही भएर नि म आएँ भने रोकेको छ आउनै दिँदैन मलाई चाहिँ उनीहरू चाहिँ फुट 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 तपाईँ त अब एकैचोटि बस्दै आउनु ल अबदेखि बस्दै आएर मैले त्यो मेरो कसले सुँगुरहरू सुँगुर यो कोदोहरू पनि खिचिँदैछ कोमा लम्पो साह्रै पर्नुपर्छ यहाँ चाहिँ बिचमा गएर कोदो ए तोरी ढुट्टो ढाड अनि सेकन हुन्छ तोरी फुल कति राम्रो उयो बस्नु त यता हेर्नु त कोकु कति राम्रो आएको छ हिमाल भन्दा त कोकु राम्री हो एकछिनै टक्कसँग खिच्दिनु साउरी परिरहेको मान्छेहरूको फोटो यता हेर्नु न कस्तो छ तोरीबारी कस्तो राम्रो छ तोरीबारी देखिरहेछ हेलो हामी कहाँ आएछौँ यहाँ हामी चाहिँ बोजूहरूकोमा आएको छौँ है अर्को बाजे बोजूकोमा आएको छौँ यहाँ तल कान्छा बाजे सरर मकै हेर्नु न मकै हेरेर लोभ लाग्दैन हेर्नु त मकै कति राम्रो मकै मेरो साथीहरू चाहिँ यहाँ पुसे आन्टी पुसे होला लु बस्दै गर्नु है आन्टी गई मे बाई बाई यहाँ लु झर आऊ लु अब यहाँ हामी चाहिँ फर्किसक्यौँ है कान्छा बाजेकोदेखि पनि फर्किसक्यौँ 4 बजी पुग्नु रे घरमा के भयो ल लाग्यो है अब यहाँ तल चाहिँ देख्न सक्नुहुन्छ दिक्कु अनि बाजे बोजू काम गर्दै हुनुहुन्छ फेरि मेरो माउली बाजे दिक्कु छैन नि यता अलि परतिरको दिक्कु बाजे बोजूहरू चाहिँ यहाँ काम गर्दै हुनुहुन्छ कोदो टिप्दै हुनुहुन्छ हेर्नु न पास्तरको कोदो कति राम्रो रातो देखिरहेछ अनि त्यस्तै हो साथीहरू पर हिमाल देखिरहेछ यता चाहिँ मेरो कोकु चाहिँ फेरि मम्मीसँग बोल्दै हुनुहुन्छ माथि घर मूल घर कान्छा मामाको घर है यो चाहिँ अनि त्यही हो साथीहरू फर्किम ल
कोमा बाटोसम्म जाउँ अब जाने हामी हो तिमीको सामान ल्याउनु आऊ लु कोमा आउनु लु ऊ बाहिरसम्म जाने अब हामी फर्किने एक दिन बस्यो एक रात भनौँ न उयो बोल्नु अब जाने फर्किने हो ढिलो भयो अब डाइरेक्ट अब घरमा पहिला बस्दै गर अब राम्ररी ऊ त घरि घरि आउँदै गर्न हामीतिर हामी आइन्छ त अब भन्नु कहिले अब आइन्छ टोलीले ल ल ल तर चिनिँदैन र त घर यसो कन्ट्याक्ट गर्नु ठ्याक अब म पनि हिँडेको हाम्रो घर चाहिँ अब पछि आउने हो कोमा घरमा पनि छोड्नु सकिन अब सँगसँगै जाने तँको राम्ररी बस्नु अब आउँछु टेन्सन नगरी बस्नु म टेन्सन गर्दिन गर्दिन म अब हामी चाहिँ लागेको को अब यहाँ बस्नुहुन्छ दिक्कु दिने हुनुहुन्छ अब को पनि काममा जानुहुन्छ होला अब हामी चाहिँ लाग्यौँ हामी टोली फेरि होइन हाम्रो भाइ हुन्छ भाइ लजाएर अब यता छोडी पठायो साथी यता सपना छोडेर सपनाले छोडेर सपना उताबाट होला नि अब जानु हुने होला लु म चाहिँ ढोक गरेर आऊ लु आऊ कान्छी आऊ लु हामी चाहिँ फर्कियो जाऊँ आउनु दाजु ल आउनु आउनु गीत बजेन गीत बजाउन जाने अब माथि गीत बजाउन नाच्ने सपना हामी चाहिँ फर्किँदा यहाँ किबीको बोर्डदेखि अनि त्यही भएर यहाँ बोजूलाई किन्नु मागेर जोखिदिँदै हुनुहुन्छ टिपेर मजाको हुनुहुँदो रहेछ बोजू अनि चाख्नु पनि दियो हामीलाई अनि त्यही हो साथीहरू रमाइलो भयो है किबी पनि खानु पाइयो बाटोमा घर रहेछ अनि अलिक यता बोट रहेछ थुप्रोदेखि अनि त्यही भएर किन्नु मागेर हामीले चाहिँ किनेको अनि चाख्नु पनि दिनुभयो खायौँ पनि हामीले कतै खाऊ न खाऊ भन्दै हुनुहुन्छ बोजूले चाहिँ मजाको हुनुहुँदो रहेछ खाइयो रमाइलो गरियो यो चाहिँ खान्छु ल बोजू खानु टिपी दिनुहुन्छ दाजुलाई दिनु नि दाजुलाई ए दाजु भाइ हो ल यो खै एउटा टिपेर फेरि होइन फाल्टै लाग्दिनु खोइ यस्तो नगर बुझ्यो जाउँ ए एउटा खानु बेग्लै खानु नि हौ अनि बोटमा आएपछि ल ल ल ल खानु बहिनी त टिपेर ल्याउँदा एउटा माथि दुईजना तीनजना छ लिएर आऊ न जाउँ न अब माथि हामी कति धेरै फलेको रहेछ क्या किबी चाहिँ अनि टिपियो खाइयो होइन अझै पनि टिपिँदैछ अब चाहिँ के भन्न चाहन्छु भने साथीहरू मेरो स्टोरेज फुल छ अब तपाईँहरूसँग म एकैचोटि माथि तालमा भेट्नेछु ताल चाहिँ मैले अर्को भिडियोमा देखाइसकेको छु अब त्यहाँ माथि गएर डुङ्गा चढेर खेल्ने हो इन्जोय गरेर त्यसपछि फर्किने हो साथीहरू चाहिँ नाउ खेल्न गइरहेको छौँ है साथीहरू रेडी भइसक्यौँ है याहु हामी चाहिँ चढिसक्यो है साथीहरू चढिसक्यो यहाँ माथि तालमा हामी फर्किँदै घर फर्किँदै गरेको घर फर्किँदा चाहिँ यहाँ चढेर जाऊँ भनेर हामी चाहिँ फर्किँदैछौँ खेलिरहेको छौँ फर्किँदै अब यहाँ खेलिसकेर चाहिँ जाने हो डाइरेक्ट घर हामी चाहिँ पोखराको फेवा ताल चाहिँ होइन हामी पाँचथरको फेवा तालमा छौँ पाँचथरको खेलातिर बाजु कुदला हौ पानी छु दाजु पानी दाजु यहाँ देखाउनु मलाई हेर्नु पानी छु न कति चिज यो हिजो हिँडेको भन्दा नि थाहा पाउनु सक्यो हो ल हाम्रो साथीहरू चाहिँ यहाँ पर छ कस्तो भइरहेछ मजा आइरहेछ ओके हाम्रो मजा आइरहेछ नगर के नगर बाठी नहो न बढी